परमेश्वरलाई धन्यवाद भएको होस्। फेरि पनि हजुरहरू सबलाई जय मसीह। आज म हजुरहरूको बिचमा एउटा सानो गवाही तर एकदमै शक्तिशाली गवाही हजुरहरूको बिचमा बाँड्नेछु। परमेश्वरले मलाई यो कुरामा अगुवाई गर्नुभयो। परमेश्वरलाई म फेरि पनि धन्यवाद दिन्छु। हामी सेवकाईको क्षेत्रमा हुन्छौँ हैन, हामी परमेश्वरको राज्यमा छौँ र परमेश्वरको राज्य संसारको राज्यभन्दा एकदमै विपरीत हुने गर्दछ। विगत 2 वर्ष पहिलेको कुरा हो। 2 वर्ष पहिले मैले एउटा यस्तो कुराको गवाही पाएँ जुन गवाहीले आज पनि मलाई अघि बढ्नको निम्ति सहायता गर्छ। पवित्र आत्माद्वारा आएको गवाही एकदमै शक्तिशाली हुँदो रहेछ भन्ने कुरो म आज थाहा पाउँछु। यसले मलाई यति उत्साहित बनाउँछ कि मलाई मानिसको उत्साहको पनि खाँचो पर्दैन। कति बेलामा कति बेलामा कतिपय कुराहरू हामी मानिसलाई बताउनै सक्दैनौँ, भन्नै सक्दैनौँ। हाम्रो जीवनमा कस्ता त्यस्ता कुराहरू पनि हुन्छन् अनि जुन कुराहरू हामी प्रभुको सामु मात्र राख्ने गर्छौँ र मानिसको सामनेमा भन्न सक्दैनौँ। अनि हाम्रो परिस्थितिहरू कहिलेकाहीँ त्यस्तो भएर गइरहेको हुन्छ। हामी त्यस्तो कुराहरूसित पनि जुझिरहेका हुन्छौँ र त्यस्तो अवस्थामा हामीलाई चाहिने भनेको परमेश्वरको वचनको प्रकाश हो। परमेश्वरको वचनको प्रकाश एकदमै शक्तिशाली छ। 2 वर्ष पहिलेको कुरा हो। 2 वर्ष पहिले जब म सेवामा जानुको निम्ति तयारी गरिरहेको थिएँ, कहीँ सेवामा जानु थियो, अलिक टाढा थियो र त्यो समय जेठको महिना थियो। एकदमै गर्मी, घरबाट बाहिर निस्किन पनि नसकिने। बाहिर निस्किने बित्तिकै आँगभरि पसिना हैन, सास फुलिने, एकदम गर्मीको कारणले त्यस्तो हुने। त्यति बेलामा मैले डिसिजन लगेँ कि भयो आज नगए पनि हुन्छ भनेर। एक मनले त्यस्तो भन्यो भन्दाखेरि अर्को मनले के सोच्यो भन्दाखेरि नै जानुपर्छ भन्ने पनि भयो। अब हुन्छ नि त हाम्रो जीवनमा हैन, कति कुराहरू हामी डिसिजन लग्ने बेला गरौँ कि नगरौँ, जाउँ कि नजाउँ, होला कि नहोला भन्ने जस्तो कुराहरू हाम्रो मनमा आइरहेको हुन्छ। त्यो बेलामा म त्यस्तै सोचिरहेको थिएँ र त्यस्तै सोचिरहेँ। अनि मैले फेरि अन्तिम डिसिजन के लगेँ भन्दाखेरि भयो अब गयो, धेरै दिनसम्म गयो, अब आज चाहिँ नगए पनि हुन्छ, भोलि जाउँला नि त भन्ने कुरा पनि आयो। अनि त्यसरी कन भोलि जाउँला त भन्ने कुरा आइसकेपछि म भित्र पसेँ। आफ्नो जाने तयारी जति थियो त्यो जाने तयारीलाई रोकेर भित्र पसिसकेपछि मलाई एकैछिनमा केही समयपछि कस्तो अगुवाई भयो भन्दाखेरि चाहिँ मलाई बाहिर जाने अगुवाई भयो। म घरबाट बाहिर निस्केर मैले घरबाट यसरी बाहिरतिर हेर्दा एउटा स्त्रीलाई देखेँ मैले। अनि उहाँले चाहिँ आफ्नो 4-5वटा बाख्राहरू लिएर यस्तो गर्मीमा उहाँले त्यो चराइरहनु भएको देखेँ। अनि मलाई पवित्र आत्माले सर्र एउटा वचनतिर लैजानु भयो। अनि मत्तीको पुस्तकमा लेखिएको स्वर्गको धन र सम्पत्ति हैन, त्यहाँनिर लेखिएको छ। अनि त्यो विषयको सम्बन्धमा मैले अनि मेरो मनमा ती कुराहरू आए। मान्छेले पृथ्वीमा सडेर जाने, कुहिएर जाने, नष्ट भएर जाने अनि धन र सम्पत्तिको निम्ति यति प्रयास गरिरहेको छ, यति कोसिस गरिरहेको छ, यति गर्मी खेपिरहेको छ भनेपछि म त स्वर्गको यात्रामा छु, स्वर्गको दौडमा छु। अनि साँगुरो ढोकाबाट भित्र पस भन्ने वचन फेरि आयो। अनि मलाई यसरी गर्न परमेश्वरले वचन दिनुभयो। म एकदमै खुसी भएँ, उत्साहित भएँ। अनि मैले त्यस्तो गर्मीमा पनि आफ्नो साइकललाई समातेर म आफ्नो सेवातर्फ लागेँ। र आज पनि जब मेरो जीवनमा सङ्कट सतावट आउँछ हैन, त्यति बेलामा मलाई यो कुराले यति ऊर्जा शक्ति दिन्छ। अनि राम्रो ठाउँमा, असल ठाउँमा, सजिलो ठाउँमा हैन धेरै व्यक्तिहरू जान सक्छन्, देखिन्छन्। तर अप्ठ्यारो ठाउँमा जाने व्यक्तिहरू पनि परमेश्वरलाई चाहिएको छ हैन। दुर्बल भएकाहरूको निम्ति खडा हुने मान्छे पनि परमेश्वरलाई चाहिएको छ।
र जस्तोसुकै गाह्रो परिस्थितिहरू त्यहाँ भए तापनि, जस्तोसुकै अन्धकारमय बाटो भए तापनि मलाई यो कुराले परमेश्वरको सेवामा जानको निम्ति, परमेश्वरको काम गर्नको निम्ति एकदमै ऊर्जा दिन्छ। आज पनि पवित्र आत्माले मलाई त्यो कुराबाट धेरै प्रेरणा दिनुहुन्छ। हस्त यो गवाहीद्वारा परमेश्वरले हजुरहरू सबैलाई एकदमै आशिषित तुल्याउनु भएको होस्। जय मसीह।